प्रचण्डको पक्षमा उपमहासचिव गजुरेलको स्पष्ट हडान। पार्टी नेतृत्व सडकबाट बदलिन्न। नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका छन्। पार्टीको 4 केन्द्रीय समिति बैठकमा जेन्जी आन्दोलनप्रति दृढ समर्थन जनाउँदै आन्तरिक नेतृत्व परिवर्तनका विषयमा उनले कडा आह्वान राखेका हुन्। उपमहासचिव गजुरेलले पार्टीभित्र नेतृत्व परिवर्तनबारे उठिरहेका आवाजहरूलाई सम्बोधन गर्दै सडकको आवाजले पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका छन्। उनले सडकबाट उठेका आवाजले सरकार परिवर्तन भए पनि पार्टीभित्रको नेतृत्व परिवर्तन नहुने बताए। उनले पार्टीभित्रको प्रश्न भएकोले छलफल र महाधिवेशनबाट मात्र नेतृत्वको कुरा टुङ्गिने बताएका छन्। उनले विशेष महाधिवेशनलाई नै विचार र कार्यदिशा अध्यावधिक गर्ने उचित बाटो बताउँदै नेतृत्व छनौट उमेरका आधारमा नभई विचार र क्रान्तिकारी योजनाका आधारमा हुनुपर्नेमा जोड दिए। उनले जेन्जी आन्दोलनको सन्देशलाई आत्मसात गर्दै नयाँ पुस्तालाई पार्टीभित्र प्रतिनिधित्व दिनुपर्नेमा पनि जोड दिएका छन्। गजुरेलले जेन्जी आन्दोलनलाई विकृति र विसङ्गतिको विरुद्ध युवाहरूको स्वतःस्फूर्त विद्रोहको रूपमा व्याख्या गरेका छन्। यद्यपि उनले यस आन्दोलनलाई विदेशी वा प्रतिक्रियावादी शक्तिहरूले प्रयोग गर्न खोजेको तर्फ भने सचेत रहनुपर्ने बताएका छन्।